आज हामी मर्कुसको पुस्तकलाई एकदमै सरल र स्पष्ट तरिकाले हेर्नेछौँ। यो सुसमाचारको पुस्तक अरूभन्दा अलि फरक छ, एकदमै छिटो एक्सनले भरिएको, जसले येशूको जीवनलाई एउटा छुट्टै दृष्टिकोणबाट प्रस्तुत गर्छ। ल सुरु गरौँ है त। सुरुमै मर्कुसलाई के कुराले विशेष बनाउँछ भनेर बुझौँ। जस्तै मत्तीको पुस्तक यहुदी पाठकहरूका लागि लेखिएको थियो, त्यसैले त्यसमा येशूको वंश र उहाँका शिक्षाहरूमा धेरै जोड दिएको छ। तर मर्कुसको पुस्तक चाहिँ गैर यहुदी, खास गरी रोमीहरूका लागि थियो। त्यसैले यसमा येशूले के भन्नुभयो भन्दा पनि उहाँले के शक्तिशाली कामहरू गर्नुभयो भन्ने कुरामा बढी ध्यान दिएको छ। हो, यही कारणले गर्दा धेरैले मर्कुसको पुस्तकलाई गतिको सुसमाचार पनि भन्छन्। यो पढ्दा लाग्छ कि हामी कुनै एक्सन फिल्म हेरिरहेका छौँ। यहाँ लामो लामो उपदेशहरू छैनन्, बरु एउटा घटना सकिने बित्तिकै अर्को सुरु भइहाल्छ। यसको मुख्य उद्देश्य नै येशूका कार्यहरूलाई छिटो र स्पष्ट रूपमा देखाउनु थियो। अब अलिकति यस पुस्तकको पृष्ठभूमिमा जाउँ। मतलब यो कसले, कहिले र कसका लागि लेखियो त? यो कुरा बुझ्यो भने यसको सन्देश अझै गहिरोसँग बुझ्न मद्दत पुग्छ। त्यसो भए लेखक को थिए त? सुरुका चर्चका अगुवाहरू सबै सहमत छन् कि यसका लेखक यूहन्ना मर्कुस थिए। उनी प्रेरित पत्रुसका एकदमै नजिकका सहयोगी थिए र पत्रुसबाटै येशूको बारेमा प्रत्यक्ष जानकारी पाएका थिए। यति मात्र होइन, उनी पावल र बर्नबाससँग मिशनरी यात्रामा पनि गए र पावलले आफ्नो जीवनको अन्तिम समयमा मर्कुसलाई आफ्नो साथमा राख्न चाहेका थिए। अनि यो किताब कहिले लेखियो? यो कुरा पनि एकदमै महत्त्वपूर्ण छ। धेरैजसो विद्वानहरू मान्छन् कि यो ईसन 55 देखि 59 को बीचमा लेखिएको थियो। यसको मतलब यो नयाँ नियममा लेखिएका सबैभन्दा पुराना पुस्तकहरूमध्ये एक हो, जसले यसलाई ऐतिहासिक रूपमा निकै महत्त्वपूर्ण बनाउँछ। कल्पना गरौँ त त्यो समय कस्तो थियो होला। रोमी विश्वासीहरूले निकै ठूलो सतावट भोगिरहेका थिए। हो, यस्तै कठिन समयमा उनीहरूको विश्वासलाई बलियो बनाउन, उनीहरूलाई आशा दिन यो पुस्तक लेखिएको थियो। मर्कुसले येशूलाई शक्तिशाली मुक्तिदाता र नम्र सेवकको रूपमा प्रस्तुत गरेर उनीहरूलाई हौसला दिन चाहन्थे। अब यो पुस्तकको सबैभन्दा मुख्य कुरामा आउँ। यदि एउटै पदले पुरै मर्कुसको पुस्तकको सार बताउन सक्छ भने त्यो यही हो। यसमा येशूलाई कुनै शक्तिशाली राजाको रूपमा होइन, बरु एक दुःख भोग्ने सेवकको रूपमा देखाइएको छ, जो अरूको सेवा गर्न र उनीहरूको लागि आफ्नो जीवन दिन आए। ल, यो सेवक भन्ने आइडियालाई मनमा राखेर अब हामी यो पुस्तकको यात्रामा अघि बढौँ। हेरौँ यो कथा कसरी अगाडि बढ्छ र यो सेवकको यात्रा कस्तो रहन्छ। मर्कुसको कथा एकदमै छिटो अघि बढ्छ। सुरु हुन्छ येशूको बप्तिस्माबाट, जहाँ उहाँको सेवा कार्य औपचारिक रूपमा सुरु हुन्छ। अनि तुरन्तै उहाँ गालिलीमा जानुहुन्छ र आफ्ना पहिलो चेलाहरूलाई बोलाउनुहुन्छ। यहुदियाको यात्रामा रूप परिवर्तनको घटना हुन्छ, जहाँ उहाँले आफ्नो भविष्यको महिमाको एक झलक देखाउनुहुन्छ। तर जब उहाँलाई पक्राउ गरिन्छ, उहाँका आफ्नै चेलाहरू डराएर भाग्छन् र उहाँ एक्लै पर्नुहुन्छ। र अन्तमा उहाँको क्रुसिफिक्सन र पुनरुत्थानको साक्षी केही विश्वासी महिलाहरू बन्छन्, जसले नै कथाको सबैभन्दा ठूलो मोड ल्याउँछन्। अनि चेलाहरूको अवस्था कस्तो थियो त? उनीहरू येशूको पछि त लागे, तर साँचो भन्नुपर्दा उनीहरू धेरै जसो समय अलमलमा थिए। उहाँ को हुनुहुन्छ, उहाँको उद्देश्य के हो भनेर उनीहरूले पुरै बुझेका थिएनन्। डराएका थिए, शङ्का गर्थे। वास्तवमा उहाँको पुनरुत्थान पछि मात्र उनीहरूको आँखा खुल्यो। र कथाको चरमोत्कर्ष त्यो खाली चिहानमा आउँछ। चिहानमा गएका महिलाहरूले एउटा स्वर्गदूतबाट यो अचम्मको सन्देश पाए। उनीहरू नै थिए जसले येशू बौरी उठ्नुभयो भन्ने सुसमाचार फैलाउने पहिलो साक्षी बने, जुन सन्देश आजसम्म संसारभरि फैलिएको छ। त्यसो भए यो द्रुत गतिको कथाबाट हामीले के सिक्ने त? यसका मुख्य सन्देशहरू के हुन्? अब यस पुस्तकले दिने केही शक्तिशाली र आधारभूत शिक्षाहरूमा ध्यान देऊ। सबैभन्दा पहिलो र महत्त्वपूर्ण सन्देश हो चेलापनको लागि एउटा आह्वान। जब येशूले आफ्ना पहिलो चेलाहरूलाई बोलाउनुहुन्छ, उहाँले उनीहरूलाई माछा मार्ने काम छोडेर मानिसहरूका मछुवा बन्न निम्तो दिनुहुन्छ। अब मानिसहरूका मछुवा बन्नु भनेको के हो त? यो केवल काम फेर्ने कुरा थिएन, यो त पुरै जीवनशैली नै परिवर्तन गर्ने आह्वान थियो। आफ्नो जीवनलाई अरूसम्म परमेश्वरको सन्देश पुर्याउन समर्पित गर्ने। यो एउटा पूर्णतया नयाँ जीवन जिउने निम्तो थियो।
र फेरि हामी त्यही मुख्य पदमा आइपुग्छौँ जसले सबै कुरालाई जोड्छ। सेवक नेतृत्वको यो विषयले नै मर्कुसको पुस्तकमा येशूको सम्पूर्ण मिसनलाई परिभाषित गर्छ। उहाँ शक्ति देखाउन होइन तर सेवा गर्न आउनुभयो। हाम्रो संसारले महानतालाई शक्ति, पद र प्रतिष्ठासँग जोड्छ, होइन त? तर मर्कुसको पुस्तकले यो परिभाषालाई पुरै उल्टाइदिन्छ। यसअनुसार साँचो महानता भनेको अरूको भलाइको लागि नम्रतापूर्वक सेवा गर्नु र आवश्यक परे आत्मबलिदान दिनुमा छ। ल, यति कुरा बुझिसकेपछि अब प्रश्न आउँछ, यसको आजको दिनमा के अर्थ छ? यो हजारौं वर्ष पुरानो किताब हाम्रो लागि आज पनि किन सान्दर्भिक छ? यसका सिद्धान्तहरू आज पनि उत्तिकै शक्तिशाली छन्। त्यसो भए दुःख भोग्ने सेवकको उदाहरणबाट हामीले के कुराहरू आफ्नो जीवनमा लागू गर्न सक्छौँ त? छोटकरीमा भन्नुपर्दा, पहिलो, अरूलाई नम्रताका साथ सेवा गर्नु। दोस्रो, व्यक्तिगत फाइदाभन्दा अरूको आवश्यकतालाई प्राथमिकता दिनु। तेस्रो, आफ्नो नाम कमाउनुको सट्टा अरूको सेवामा ध्यान केन्द्रित गर्नु। किनकि मर्कुसको अनुसार साँचो महानता सबैको सेवक बन्नुमा नै पाइन्छ। र अन्तमा एउटा प्रश्न छोडेर जान चाहन्छु। आजको संसार जहाँ सबैजना शक्ति, पद र चर्चाको पछि दौडिरहेका छन्, त्यस्तो संसारमा सेवा गरेर नेतृत्व गर्नुको वास्तविक अर्थ के होला? यो एउटा गहिरो प्रश्न हो जसले हामीलाई मर्कुसको पुस्तकको केन्द्रीय सन्देशमाथि सोच्न बाध्य बनाउँछ।